सनैको बारेमा हो। सनैलाई मोको भन्नु कि त्यसले त्यस्तो कुराहरुको छ अब। यो भिडियो चाहिँ हाम्रो सनै बजाउने अंकलसित पुगोस्। हामीले फोन गर्दै छौं उहाँलाई। उहाँसित चाहिँ यो भिडियो पुगोस्। भिडियो पुगेपछि रिप्लाई गर्नु होला। हेलो हजुर हजुर सनै बनाउने सर हो? तपाई के को सनै बनाउनुहुन्छ? के का बनाउनुहुन्छ सनै तपाई? खरको बनाउँछु भन्नु हो नि होइन भर्खर त। खरको सनै बजाउन हुन्न भन्छन् हो सर? नाइ खरको सनै खर र सल्लो एकै ठाउँ मिसाउ खर सल्लो हुन्छ भन्छन्। त्यो चाहिँ सनै बजाउन हुँदैन अरे सर। सत्ती सालको सनै कतिमा दिनुहुन्छ तपाई? अलि मौका गर्नु भएको छ मिलाउनुहुन्छ भने म आउँछु एउटा सनै लिन सर। हजुर हजुर कतिमा दिनुहुन्छ म आउँछु क। मेरो अर्घा खाँची। तपाईको कहाँ हो? कहाँको डुम्रे हो? पोखरा? त्यो अस्ति न बागलुङ गोलकोट भन्नुहुन्थ्यो त फेरि। ल ल म आउँछु फेरि एकपटक तपाईलाई भेट्छु म। ल ल अब तपाई के भन्न चाहनुहुन्छ? उहाँको सनै तपाईले किन्न जानुहुन्छ कि नै? सनै किन्न जानुहुन्छ? बुटोलमा 5-6 हजार मा पाइन्छ त्यसले त 12,000 भन्छ कहाँ डबल पर्ने। त्यही भएर उहाँले तपाईलाई 5,000 सम्ममा दिनुहुन्छ भने चाहिँ तपाई चाहिँ लिनुहुन्छ। 6,000 मा पाइन्छ के बुटोलमा। 6,000 मा दिएपछि लिनुहुन्छ उहाँले बनाएको सनै। हो हो ल यो अहिले हामीले भिडियो बनाइराखौं हैन। यो भिडियो उहाँले हेर्नुभयो भने चाहिँ के भन्न चाहनुहुन्छ उहाँलाई? यो भिडियो उहाँ सनै बजाउने दाजुसम्म पुगेपछि उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँले सुनेपछि उहाँले बुझ्नुहुन्छ नि उहाँले 5,000 मा पनि दिन पाउनु भयो तपाईलाई। नै म सती सरको सनै 6,000 मा देल म लिने। म त सनै बजाउने ट्यालेन्ट मान्छे हो।